एकल महिलाले अर्को विवाह गरेपछि सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था खारिज। सर्वोच्च अदालतको संवैधानिक इजलासले अर्को विवाह गर्न एकल महिलाले पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ। यस निर्णयसँगै अब पुनः विवाह गर्ने महिलाले आफ्नो अंश बापत पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने बाध्यता हटेको छ। सरकारले अध्यादेश मार्फत संघीय संसद सचिवालय भित्रको कर्मचारी ट्रेड युनियन पूर्ण रूपमा खारेज गरेको छ। यस निर्णयसँगै अब कर्मचारीहरूले कुनै पनि प्रकारको राजनीतिक वा संगठित गतिविधि गर्न नपाउने व्यवस्था लागू भएको छ। हङकङबाटै समातिँदै देउबा दम्पति पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उनकी पत्नी डाक्टर आरजु राणा देउबा विरुद्ध रेड नोटिस जारीका लागि इन्टरपोलले थप कागजात माग गरेको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले थप कागजातको विवरण नेपाल सेक्युरिटी ब्युरो काठमाडौँसँग माग गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन्, जसले राजनीतिक वृत्तमा नयाँ तरङ्ग ल्याएको छ। सरकारले पुनः सिफारिस गरेपछि अध्यादेशलाई अन्ततः राष्ट्रपतिबाट स्वीकृति दिएको हो। यसअघि अध्यादेश रोकिने कि जारी हुने भन्ने विषयमा व्यापक चासो र बहस चलिरहेको थियो। नेपाली राजनीतिमा नयाँ समीकरण बन्ने संकेत देखिएको छ। ऊर्जा क्षेत्रमा लोकप्रिय छवि बनाएका कुलमान घिसिङले श्रम संस्कृति पार्टीसँग एकता गर्ने तयारी थालेका छन्। प्रतिनिधि सभा सदस्य तथा पार्टी अध्यक्ष हर्क साम्पाङ नेतृत्वको उक्त पार्टीसँग एकता गर्ने विषयमा प्रारम्भिक छलफल अघि बढेको स्रोतले जनाएको छ। कर्मचारी संगठनहरूले सरकारले ट्रेड युनियन व्यवस्था खारेज गर्ने निर्णय फिर्ता नलिए चरमबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेश मार्फत कर्मचारीहरूको ट्रेड युनियन व्यवस्था हटाइएको छ। यस निर्णय विरुद्ध निजामती क्षेत्रका 6 वटा कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै ट्रेड युनियन अधिकार पुनः स्थापना गर्न सरकारसँग माग गरेका छन्। सरकारले गरेको यो निर्णय तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्न भने नभुल्नुहोला। चीन र भारतलाई बालेन शाहको सन्देश, देश सानो ठुलो हुन सक्छ, राष्ट्रियता र स्वाभिमानमा सानो ठुलो हुँदैन। लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालन गर्न भारत चीनको सहमतिले नेपाल भारत चीन बीचको सीमा विवाद पुनः चर्किएको छ। भारतले सन् 2026 का लागि कैलाश मानसरोवर यात्राको रुट लिपुलेक पास हुँदै तय गरेपछि नेपालले कडा आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठाएको छ।